सबैलाई नमस्ते, स्वागत छ मेरो मिनी भ्लगमा। मेरो दिन सुरुवात हुन्छ यसरी। सुरुमा नुहाए, रेडी भएर रुमबाट निस्किए। गर्मी छ क्या, नेपाली पसल जानु भएको। नेपाली पसल काम छ क्या। यो चाहिँ मान्छेहरूलाई गाड्ने ठाउँ हो क्या। मान्छेहरू मरेपछि यहाँ ल्याएर यस्तो रिसाएर राख्छ कि यस्तो बवाल तरिकाले यस्तो मजाले राख्छ नि। कस्तो मजा। यो चाहिँ ट्रेन हिँड्ने बाटो हो। म नेपाली पसल त पुगेँ, तर बन्द रहेछ त्यहाँ। अब के गरौँ भयो। के गर्नु त अब। पछिको मेरो काम हेर्न सक्नुहुन्छ। शीतल थियो, बस्दा थाहा नै भएन पसल आइ खुलिसकेछ। त्यसपछि सामान किनेर म निस्किएँ। दाइसोतिर गएर सामान किनेर निस्किएपछि गर्मीले मलाई हिँड्न पनि राम्रोसँग दिएको थिएन। त्यसपछि के हेर्नु, एक हातमा सामान, एक हातमा मोबाइल। यस्तो गर्मीमा पनि डुलियो। अब आज चाहिँ यति नै। सबैले माया गरिदिनु होला। बाई बाई।